हेलो गाइज, वेलकम टु माई भ्लग। आज पनि तपाईँहरूलाई स्वागत छ सम्पूर्णलाई। मेरो नाम चाहिँ एलिस राई हो र म अहिले हेरिरहनु भएको छ एलिस राई युट्युब च्यानलबाट। तपाईँहरूले मलाई एकदमै माया गरिदिनुहुन्छ, साथ सपोर्ट दिनुहुन्छ, त्यहीमा खुसी लागेको छ। र आज चाहिँ म मेरो ब्याकग्राउन्ड पछाडि देखिराख्नु भएको छ कि यिनीहरू चाहिँ मकैहरू हो र मकै आज म बाँदर रुँग्दैछु। मकैहरू खासै फलेन साथीहरू, त्यही पनि अब किसान हो, किसानले अब यो बाँदर पनि रुँगेन भने बाँदरले सकाइदिन्छ। किसानको यही हो। अनि साथीहरू, तपाईँहरूकोतिर कतिको बाँदर लाग्छ? हाम्रोतिर चाहिँ एकदमै ज्यादा लाग्छ बाँदरहरू। अनि साथीहरू, तपाईँहरूले एकदमै मेरो सर्ट भिडियोहरूतिर कमेन्ट गर्नुभएको थियो कि म धेरै जसो सर्ट भिडियो बनाउँछु, यो चाहिँ कुन ठाउँ हो भन्नुभएको थियो। यो ठाउँ चाहिँ मेरो खोटाङ जिल्ला बोपुङ पर्छ र म चाहिँ यस्तो हाम्रो गाउँ चाहिँ पहाड छ नि त, पहाड यस्तो छ नि त साथीहरू। यस्तो काली ओह्राली, यस्तो भिर पाखा, पखेरो खोलाहरू छ, यता पुलहरू छ साथीहरू। हाम्रोमा अब स्वस्थ हावा पानी वन जङ्गल सबै मिलेको छ साथीहरू, त्यहीमा म खुसी लागेको छ। अनि तपाईँहरूले भन्नुभएको थियो कि यता मासेर चाहिँ हाम्रो गाउँलाई चाहिँ तिन्दिउ भन्छ, त्यही भएर यो गाउँ चाहिँ तिन्दिउ हो। यसरी हाम्रो ठाडै निस्किनुपर्छ। यो हाम्रो यस्तो तराई जस्तो छैन, हाम्रो पहाड हो। पहाड भएकोले गर्दा यसरी टाढा भिर पाखा हुन्छ। र यतापट्टितिर देखिराख्नु भएको यो चाहिँ ओगलुङ हो। ओगलुङमा 2-4 घर छन्। यहाँ पनि बाँदरहरू रुँग्नुपर्छ, बाँदरले मकै खान्छ यहाँ पनि। र यतापट्टितिर चाहिँ घामको छायाले गर्दाखेरि देखिएन साथीहरू, त्यही भएर खासै भएन। यता मासेर चाहिँ साथीहरू, यो चाहिँ सेलुङ्गा डम्बर कुप्सिका भन्छ। तिनवटा छ यहाँ गाउँहरू र मेरो घर चाहिँ यहाँ तल हो साथीहरू। अनि यसरी निस्किनुपर्छ, यसरी हाम्रो स्कुल जानुको लागि। हाम्रो स्कुल कति टाढा हो भन्नुहुन्छ भने, हाम्रो छिटो हिँड्दाखेरि 2 घन्टा, बिस्तारै हिँड्दाखेरि 2.5 घन्टा 3 घन्टासम्म लाग्छ साथीहरू। हाम्रो स्कुल धेरै टाढा थियो र म चाहिँ अहिले 10 क्लाससम्म मात्रै छ। हाम्रो स्कुल चाहिँ यहाँ माथि बोपुङ भन्छ। अनि मैले यो साल एसी दिएको थिएँ र अनि अब यो बर्खे बिदा साउन बिदामा 20 दिन बिदा भएको छ। त्यही भएर म स्कुल गएको छुइनँ। बिदा भएकोले गर्दाखेरि म यसरी फुर्सद भएर बाँदर रुँग्दैछु, नत्र म पढ्न जान्थेँ। अब घरतिर पनि सबै अहिले फ्री नै छन्। फ्री भन्दा पनि मान्छेहरू छन् ठिकै, तर फ्री त्यति छैन। रोप्नुपर्छ, धानहरू रोप्नुपर्छ, आलीबाजी गर्नुपर्छ, खेताला जानुपर्छ, मकैहरू घाँस काट्नुपर्छ, वस्तुलाई बाख्रा गोठाला गर्नुपर्छ। यता काम त छ कि साथीहरू, त्यही पनि अब पढ्नु भनेपछि अब अलिक कामहरू हटाएर पढ्नु जा भन्छन् घरबाट, त्यही हो। त्यही भन्न खोजिदिएको, तर खासमा ठ्याक्क आएन साथीहरू। खासै म बोल्नु पनि आउँदैन, भर्खर सिक्दैछु। तपाईँहरूसँग कुरा साटासाट गर्न सिक्दैछु। अनि के भन्नुपर्ने, कसो भन्नुपर्ने भर्खर सिक्दैछु। म अर्किँदै बोल्छु, तपाईँहरूले झ्याउन भनिकन हेरिदिनुहुन्छ, त्यही खुसी लागेको छ। अनि साथीहरू, यस्तै छ आजभोलि यो जङ्गल। यता हाम्रो मेन भनेको चाहिँ तपाईँहरूलाई म बाँदरले मकै खाएको पनि देखाइदिन्छु। प्रथममा चाहिँ मैले यहाँ अघि चाउचाउ र यो पानी र चिउरासँग खाएको थिएँ। यही छ अझै, यता चाउचाउको खोल पाकिदिएँ किनभने घरमा थाहा पायो भने मार्छ। अनि यताबाट बाँदर निस्किन्छ साथीहरू, यताबाट। अनि देख्न सक्नुहुन्छ मकै चाहिँ म खाएको देखाइदिन्छु। बाँदर यहाँबाट निस्किन्छ साथीहरू, अनि यताबाट निस्किन्छ टक्कसँगले। अनि यहाँ यता मकै खाइदिएको छ साथीहरू, एकदमै मकै खाइदैछ। त्यही भएर रुँगेकै छौँ हामीले, सक्दो हामीले रुँग्ने प्रयास गरेका छौँ। के गर्नु र, खोइ अब मकैलाई जोगाउनु गाह्रो छ। यो बाँदरलाई तर्साउनुको लागि छाताको
प्लास्टिक राखेको छ, यता कार्टुन छ, अनि यताबाट चाहिँ मेन आउने भनेको यताबाट हो साथीहरू। यताबाट बादलहरू एकदमै घाम उता पसि जान आँटेको छ, उत्तरतिर पूर्वबाट झुल्किन्छ। अनि हाम्रो यो रोड चाहिँ यहाँ देखिराख्नु भएको, यो रोड चाहिँ भर्खर आएको, गाडीहरू हिँड्दैनन्। पहाडमा यस्तै हुन्छ साथीहरू, के गर्नु र, पहिरो भलायो भने एकैछिनमा बाटो लगिदिन्छ। अनि त्यही भएर खासै गाडीहरू हिँड्दैनन्। मकैहरू देखिराख्नु भएको यता माथितिरको चाहिँ अरूकै हो। अनि यो चाहिँ देखिराख्नु भएको यो हाम्रो हो। अनि मकैहरू यी सबै बाँदरले खाएर यो खाली भएको, नत्र बाक्लै थियो। यो पातालो देखिराख्नु भएको चाहिँ बाँदरले खाएर यस्तो भएको। खाइसकेपछि ढोड निकालिसकेपछि यस्तो खाली भएको साथीहरू। यो गाडामा त खासै फलेको छैन, मालो गरातिर अलिअलि फलेको छ मकै। यहाँ यो गरामा फलेको सबै बाँदरले सकाइदिए। यतै मेरो भेषहरू झुन्डाएको छ, यसरी जाति गएको भेषहरू। अनि यस्तै छ खरबारी। यता म घाँस काट्छु, मैले यी घाँस काटेको छु साथीहरू। एक भाइ घाँस काट्दै बाँदर रुँग्छु साथीहरू। अनि तपाईँहरू चाहिँ कुन ठाउँबाट मेरो भिडियो हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गरिदिनुहोस्। म यस्तै खालको भिडियोहरू लिएर आइराख्ने छु। मैले खुसीको कुरा के छ भन्दाखेरि मैले अनलाइनबाट ड्रोन मगाएको थिएँ साथीहरू। अब ड्रोन ल्याइदियो भने चाहिँ म एकदमै अझै राम्रो भिडियोहरू ल्याउने कोसिस गर्नेछु, प्रयास गर्नेछु। सक्दो भिडियोहरू तपाईँहरूसँग पुर्याउने कोसिस गर्नेछु। अनि गाउँघर, छरछिमे लगायत खोला, वनजङ्गल, चराचुरुङ्गी के छ कस्तो छ सबै म तपाईँहरूलाई देखाउने छु। अनि लगायत तल देखिराख्नु भएको यो तल देखिराख्नु भएको यो चाहिँ पुल छ। यहाँ माथि अर्को पुल छ। अनि यतापट्टितिर चाहिँ चराहरू हुन्छन्, यतापट्टितिर चाहिँ मृग कालिजहरू हुन्छन्। र यतापट्टितिर चाहिँ थुप्रो चराहरू के थुप्रो पाइन्छन्। म तपाईँहरूलाई त्यो समेत देखाउने छु। आशा छ तपाईँहरूलाई मेरो भिडियो हेरेर मन पराउनुहुन्छ भनेर। अनि तपाईँहरूसँग छुट्टिने बेला भइसक्यो, किनभने लामो भिडियो भइसक्यो। तपाईँहरूले अमूल्य समय दिएर मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धन्यवाद। अर्को भिडियोमा गाउँघरकै शैलीमा भिडियो बनाएर ल्याउने छु, तपाईँहरूले हेरिदिनुहुन्छ भन्ने आशा छ। र आजलाई चाहिँ म बिदा हुन चाहन्छु। मेरो नाम हो एलिस राई। तपाईँहरूको नाम कमेन्ट गरिदिएर जानुहोला। धन्यवाद। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। I love you all my friends. Thank you.